यो एनएडी भनेको खास गरी नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी भन्छ। यो खास गरी चाहिँ अमेरिकाले सन् 1981 खास गरी 1981 मा चाहिँ यो खडा गरेको देखिन्छ। यो एनएडी भन्ने संस्था विश्लेषकहरूले के भन्छन् भने यो संस्था चाहिँ अमेरिकी सरकारको मुख्य एउटा चाहिँ फुट सोल्जर भन्छ। अर्को यसलाई चाहिँ व्हाइट ग्लोभ्स र अर्को डेमोक्रेसी क्रुसेडर भनेर चाहिँ यसलाई चाहिँ चिन्ने गरिन्छ। तत्कालीन अमेरिकन प्रेसिडेन्ट अमेरिकन राष्ट्रपति चाहिँ रोनाल्ड रेगन भन्ने थिए हैन, र उनले यो चाहिँ तपाईको संस्थाको यो खास गरी एनएडी यूएसआईडी जस्ता तपाईको संस्था निर्माणमा चाहिँ खास गरी एनएडी भन्ने संस्था निर्माणमा चाहिँ मार्गरेट तपाईको चाहिँ रोनाल्ड रेगनको भूमिका चाहिँ प्रमुख रहेको भन्ने कुरा चाहिँ यहाँ देखाउँछ। एनएडीका चाहिँ तपाईको संस्थापक हैन, एनएडीका संस्थापक सन् 1991 मा चाहिँ उनले यस्तो शब्द प्रयोग गरेका छन् क्या। एउटा चाहिँ एलेन वाटसन स्टाइनले चाहिँ तपाईको वाशिंगटन पोस्टसँगको एक अन्तर्वार्तामा उनले के भनेका रहेछन् भने एनएडी संस्थाले चाहिँ तपाईको सीआईएले 25 वर्षमा जुन प्रकारको 25 वर्षपछि चाहिँ सीआईएले गर्ने काम चाहिँ एनएडी भन्ने संस्थाले गर्छ भनेर उनले चाहिँ त्यो वाशिंगटन पोस्टसँगको एउटा अन्तर्वार्तामा चाहिँ उनले यो कुराकानी गरेका रहेछन्। त्यसैले एनएडी भन्ने नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी भनेर चाहिँ तपाईको कति गर्दो रहेछ भने लगभग 4 देखि 5 भनौं न तपाईको 4 देखि 500 भनौं न 4 देखि 500 मिलियन यूएस डलर चाहिँ यसले चाहिँ तपाईको वार्षिक रूपमा यिनीहरूले बजेटिङ गर्छन् र संसारभरि तपाईको मिलियन डलर चाहिँ तपाईको चाहिँ यिनीहरूले के गर्छन् भने तपाईको फन्डिङ गर्छ। जस्तै साथीहरु, म सुदर्शन सिंह आज म तपाईहरुको बीचमा कुराकानी गर्न गइरहेको छु। एउटा चाहिँ इन्टरनेशनल नन गभर्नमेन्टल अर्गनाइजेसन अर्थात चाहिँ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, त्यो खास गरी चाहिँ अमेरिकाले निर्माण गरेको उसले चाहिँ खडा गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था यूएसआईडी। त्यसपछि तपाईको एनएडी भन्ने एउटा चाहिँ संस्था छ। त्यसपछि तपाईको त्यो संस्थाभित्र अझ 4 वटा संस्थाहरू हैन अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले संसारभरि कसरी चाहिँ यिनीहरूले वास्तवमा चाहिँ तपाईको आफ्नो भूमिकाहरू पूरा गरिरहेका छन् हैन, आफ्नो चाहिँ तपाईको मिसनहरू पूरा गरिरहेका छन्। यो बारेमा हामी छोटोमा कुराकानी गर्नेछौँ र आज म चाहिँ खास गरी तपाईको बीचमा यो एउटा चाहिँ एनएडी भन्ने संस्था खास गरी यूएसआईडी को बारेमा चाहिँ म अर्को उसमा जानेछु। यो एनएडी भनेको खास गरी नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी भन्छ। यो खास गरी चाहिँ अमेरिकाले सन् 1981 खास गरी 1981 मा चाहिँ यो खडा गरेको देखिन्छ। यो एनएडी भन्ने संस्था यो अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो र यसले संसारभरि डेमोक्रेसीलाई कसरी तपाईको चाहिँ प्रमोसन गर्ने भन्ने यसको मुख्य चाहिँ मिसन हुन्छ हैन। तर नाम चाहिँ यिनीहरुको डेमोक्रेसी प्रमोसन, डेमोक्रेसीलाई कसरी प्रमोट गर्ने भन्ने चाहिँ हुन्छ, तर भित्री रूपमा चाहिँ वास्तवमा चाहिँ यूएसआईडी र तपाईको एनएडी भन्ने संस्थाले संसारमा चाहिँ विभिन्न प्रकारको तपाईको चाहिँ राजनीतिको अस्थिरताहरू निम्ताउने काम गरिरहेको देखिन्छ। त्यसैले यो बारेमा चाहिँ मैले खास गरी एम्बेसी अफ द पिपल्स रिपब्लिक अफ चाइना इन द युनाइटेड स्टेट अफ अमेरिका, जो अमेरिकामा रहेको चाइनिज एम्बेसीले तयार पारेको एउटा लामो रिपोर्ट छ। त्यो रिपोर्टको चाहिँ यिनीहरूले शीर्षक के दिएका छन् भने फ्याक्ट शीट अन द नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी भनेर चाहिँ यो चाहिँ चाइनिज एम्बेसी खास गरी अमेरिकामा रहेको चाइना एम्बेसीले सन् 2022 मा तयार पारेको लामो रिपोर्ट छ। र त्यो रिपोर्टमा चाहिँ मैले केही चाहिँ तपाईको यो बारेमा चाहिँ तपाईको खास गरी एउटा चाहिँ आर्टिकल जस्तो लेख्न खोजिरहेको छु। र खास गरी यो एनएडी संस्था चाहिँ के हो त हैन, नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी चाहिँ संस्थालाई चाहिँ वास्तवमा चाहिँ अमेरिकनहरूले यसलाई कसरी लिएका छन् भनेर विश्लेषकहरूले के भन्छन् भने यो संस्था चाहिँ अमेरिकी सरकारको मुख्य एउटा चाहिँ फुट सोल्जर भन्छ। अर्को यसलाई चाहिँ व्हाइट ग्लोभ्स र अर्को
डेमोक्रेसी क्रुसेडर भनेर चाहिँ यसलाई चाहिँ चिन्ने गरिन्छ। खास गरी यो एनएडी संस्था चाहिँ तपाईको लोकतन्त्रलाई प्रवर्धन गर्न भनेर चाहिँ खडा गरेको हो, तर संसारभरि चाहिँ यो एनार्किजम तपाईको अराजकताहरू चाहिँ पोलिटिकल इन्स्टेबिलिटी चाहिँ तपाईको राजनीतिक अस्थिरताहरू चाहिँ यसले निम्ताएको देखिन्छ हैन। र यसको म आज छोटो चर्चा गर्छु। र यो तपाईको दोस्रो विश्वयुद्धपछि चाहिँ अमेरिकाले यो उसको चाहिँ केन्द्रीय जुन प्रकारको गुप्तचर एजेन्सी भनेर सीआईए जो बनाएको सीआईए जुन संस्था थियो त्यो संस्थाको भूमिका पूरा गर्नलाई हैन, खास गरी दोस्रो विश्वयुद्धपछि यसको भूमिका चाहिँ अझ हामीले अलिकति पछाडि फर्क्यौं भने 1945 खास गरी चाहिँ तपाईको सेकेन्ड वर्ल्ड वार पछि दोस्रो विश्वयुद्धपछि संसारमा चाहिँ तपाईको जो यूएन भन्ने संस्था युनाइटेड स्टेट्स संयुक्त राष्ट्र संघ भन्ने जुन अन्तर्राष्ट्रिय संस्था भन्यो, यो संस्थाले चाहिँ संसारभरि अब चाहिँ कुनै पनि देशले चाहिँ साना देशहरुमाथि आक्रमण गर्नु हुँदैन भनेर एक प्रकारको चाहिँ सबै देशको सार्वभौमसत्तामाथि चाहिँ तपाईको सबैले स्वीकार गर्नुपर्छ भन्ने चाहिँ त्यो बडापत्रमा त्यहाँ चाहिँ उल्लेख गरेको छ। अब यो भइसकेपछि अमेरिकनहरु खास गरी अमेरिकी शासकहरु अमेरिकनका तपाईको चाहिँ सत्तामा बसेका चाहिँ शासकहरुले कसरी सोचे भने संसारभरि आफ्नो राजनीतिक प्रभाव कसरी बढाउने भन्ने सवालमा चाहिँ त्यतिबेला सन् 1981 मा यो चाहिँ तपाईको दोस्रो विश्वयुद्धपछि सोचेको अवधारणा हो, तर ठ्याक्कै के नाम लिने कस्तो चाहिँ संरचना बनाउने भन्ने सवालमा चाहिँ त्यो बेलाका चाहिँ तत्कालीन अमेरिकन प्रेसिडेन्ट अमेरिकन राष्ट्रपति चाहिँ रोनाल्ड रेगन भन्ने थियो हैन। र उनले यो चाहिँ तपाईको संस्थाको यो खास गरी एनएडी यूएसआईडी जस्ता तपाईको संस्था निर्माणमा चाहिँ खास गरी एनएडी भन्ने संस्था निर्माणमा चाहिँ मार्गरेट तपाईको चाहिँ रोनाल्ड रेगनको भूमिका चाहिँ प्रमुख रहेको भन्ने कुरा चाहिँ यहाँ देखाउँछ हैन। यो चाहिँ तपाईको सन् 1983 मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले चाहिँ यो एनएडीलाई चाहिँ तपाईको एउटा एक द्विपक्षीय वा गैर नाफामुखी अन्तर्राष्ट्रिय संस्थाको रूपमा चाहिँ यसलाई स्थापना गरेका छन् हैन। र वास्तवमा यो संस्था कस्तो हो हैन, एनएडी को संस्था कस्तो हो भने चाहिँ यसले चाहिँ तपाईको विश्वमा चाहिँ मैले अघि भने जस्तो चाहिँ तपाईको यसले लोकतन्त्रलाई प्रमोट गर्ने के भन्छ त्यसलाई प्रवर्धन गर्ने भन्छ हैन। र यो चाहिँ अमेरिकी सरकार अमेरिकी व्हाइट हाउसबाट चाहिँ तपाईको यसलाई चाहिँ बजेटिङ हुने गर्छ, त्यो सबै एकदम रिलेटेड हुन्छ यो एनएडी चाहिँ हैन। र यसलाई चाहिँ तपाईको वास्तवमा यो संस्था के हो भन्ने कुरा चाहिँ एनएडी का चाहिँ तपाईको संस्थापक हैन, एनएडी का संस्थापक सन् 1991 मा चाहिँ उनले यस्तो शब्द प्रयोग गरेका छन् क्या, एउटा चाहिँ एलेन वाटसन स्टाइनले चाहिँ तपाईको वाशिंटन पोस्टसँगको एक अन्तर्वार्तामा उनले के भनेका रहेछन् भने एनएडी संस्थाले चाहिँ तपाईको सीआईए ले 25 वर्षमा जुन प्रकारको 25 वर्षपछि चाहिँ सीआईए ले गर्ने काम चाहिँ एनएडी भन्ने संस्थाले गर्छ भनेर उनले चाहिँ त्यो वाशिंटन पोस्टसँगको एउटा अन्तर्वार्तामा चाहिँ उनले यो कुराकानी गरेका रहेछन्। त्यसैले यो एनएडी भन्ने संस्थालाई चाहिँ अर्को दोस्रो सीआईए भनेर चिनिन्छ भनेर चाहिँ तपाईको यो विश्लेषकहरूले भन्ने गरेका छन् हैन। अब त्यसपछि यो एनएडी भन्ने संस्था चाहिँ तपाईको जुन छ मूल यो चाहिँ संस्था छ, यो भित्र चारवटा फेरि तपाईको अर्को ब्रान्च अर्गनाइजेसनहरु छन् जस्तो देखिन्छ। यहाँ भनिएको छ चारवटा चाहिँ यसका चाहिँ मुख्य संस्थाहरु छन् भन्छ। त्यसमा नेशनल डेमोक्रेटिक इन्स्टिट्युसन हैन, त्यसपछि इन्टरनेशनल रिपब्लिकन इन्स्टिट्युट भन्छ, अनि त्यसपछि तपाईको अर्को अमेरिकी सेन्टर फर इन्टरनेशनल सोलिडारिटी, यसले जो तपाईको ट्रेड युनियन र श्रमिक आन्दोलनलाई प्रबन्धन गर्ने भने चिनिन्छ। अनि अर्को तपाईको चाहिँ सेन्टर फर इन्टरनेशनल प्राइभेट इन्टरप्राइजेस भन्ने, यो चारवटा संस्थाहरु चाहिँ तपाईको यो एनएडी नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी सँग चाहिँ डेमोक्रेसीको मातहतमा रहने चारवटा संस्था छ। त्यसै यो संसारमा तपाईको सबभन्दा लार्जेस्ट एउटा चाहिँ तपाईको चाहिँ ठूलो तपाईको अन्तर्राष्ट्रिय व्यवसाय संस्था चाहिँ अमेरिकाको त्यो यूएसआईडी नै हो। यूएसआईडी को पछिल्लो मैले हेरेको लगभग यसको चाहिँ वार्षिक मात्र चाहिँ तपाईको कति छ भने बजेट चाहिँ यसको लगभग 45 बिलियन डलर चाहिँ हैन। नेपालको लगभग चाहिँ झन्डै 1 खर्ब बजेट चाहिँ लगभग यिनीहरुले हैन नेपालको चाहिँ तपाईको भन्नुस् न लगभग चाहिँ तपाईको झन्डै 100 खर्ब नेपालको कन्टेस्टमा है 100 खर्ब चाहिँ तपाईको बजेट यिनीले संसारभरि चाहिँ यो पोलिटिकल एउटा चाहिँ तपाईको क्याम्पेन गर्नलाई यिनीले डेमोक्रेसी प्रमोट गर्नलाई चाहिँ यो यूएसआईडी गर्छ। र यो तपाईको एनएडी भन्ने नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी भन्ने चाहिँ तपाईको कति गर्दो रहेछ भने लगभग 4 देखि 5 भनौं न तपाईको 4 देखि 500 भनौं न
4 देखि 500 मिलियन US डलर चाहिँ यसले चाहिँ तपाईको वार्षिक रूपमा यिनीहरूले बजेटिङ गर्छन् र संसारभरि तपाईको मिलियनका मिलियन डलर चाहिँ तपाईको चाहिँ यिनीहरूले के गर्छन् भने तपाईको फन्डिङ गर्छन्। जस्तो यिनीहरू खास गरी कम्युनिस्ट देशहरू तपाईको सोशलिस्टहरू लेफ्टिस्ट तपाईको चाहिँ देशहरू जो चाहिँ त्यो विचारबाट चाहिँ गाइडेड भएका देशहरूमा मोस्टली यिनीहरूले यसलाई चाहिँ प्रयोग गर्छन्। यो पैसा चाहिँ खास गरी चाइना, तपाईको यो उत्तर कोरिया, त्यसपछि तपाईको आएर चाहिँ क्युबा, अनि चाहिँ तपाईको चाहिँ भियतनाम, तपाईको लाओस लगायत चाहिँ देशहरूमा गर्छन् भने त्यसपछि अर्को चाहिँ तपाईको रुस, अनि तपाईको अर्को युक्रेन, अनि यता चाहिँ तपाईको अरू विभिन्न चाहिँ ल्याटिन अमेरिकन देशहरू हैन, विभिन्न संसारभरिका अफ्रिकन देशहरू, कमजोर देशहरू जहाँ चाहिँ लेफ्ट विचारहरू कम्युनिस्ट विचारहरूलाई चाहिँ तपाईको चाहिँ कमजोर बनाउनलाई यो एनएडी भन्ने संस्था बनाएको देखिन्छ। त्यसरी यो अब यसले चाहिँ संसारभरि कसरी कलर रेभोल्युसनहरू, तपाईको पोलिटिकल इन्स्टेबिलिटी, तपाईको राजनीतिक अस्थिरता चाहिँ कसरी निम्तायो भन्ने बारेमा चाहिँ म अर्को चाहिँ भिडियो लिएर आउनेछु। हस् त, नमस्ते।